हेलो सबैजना, नमस्ते। आजको दिन चाहिँ यसरी सुरुवात गरियो यस्तो गर्मीमा, अनि जिन्दगी यस्तै चलिरहेछ। अब लाग्यो, अब यता त सिद्धेपछि अब लाग्यो मेट्रोमा जानुपर्छ। 10 मिनट हिँडेर जाँदा 10 मिनट लाग्छ मेट्रो पुग्नलाई। गाह्रो छ साथीहरू, गाह्रो छ यस्तो घाममा काम गर्नलाई। अनि यस्तै चलिरहेछ भन्नु पर्यो, दुःख सुख जिन्दगीमा यस्तै यस्तै छ। के गर्ने र, गाह्रो छ। दुबईको गर्मी यो अवस्थामा हिँड्नुपर्छ। अब लाग्यो सबै देखाउँ भनेको, तर मेरो मोबाइलले अलिक काम गरेन साथी हो। फेरि पनि रेकर्ड गर्दैछु, लेक्सी के हुन्छ। फेरि ह्याङ भएर चल्दै नचल्ने हो कि मेरो बोलीमा त दुःख खेर जाने हो कि। ओहो, यहाँ त पिपलको बरको बोट रहेछ गाई चाहिँ। नेपालको जस्तै बरको बोट। ल यहाँ चाहिँ बस स्ट्यान्ड, अलकोच दुबई बरदुबई जाने ठाउँ। यहाँ दिदीले छाता ओढेर बसिरहेको छ। गयो देख्नुभयो, गयो है। यो चाहिँ बस स्ट्यान्ड हो। अब म जाँदैछु मेट्रोतिर, मेट्रो स्ट्यान्डमा। साह्रो छ आजको दिन। हिजो छुट्टीमा सुतेरै दिन गयो। अनि यो 3 महिना कसरी फ्याल्यो। एक महिना त जुन त गइहाल्यो, 10-12 दिन होला होइन साथी हो। अब छ 2टा अझै छ, अझै छ है, अझै छ। पुरा चोखो 3 महिना छ यो गर्मीमा हिँड्नुपर्ने। तर सुत्ने दिन पनि आउँदैछ। म्याक्सिमम् एउटा घर त गइसक्यो। अब जाला बिस्तारै। 2 महिना के को लास्ट थियो नि, हुन्छ हुँदैन काम त्यो थाहा छैन। भए पनि 2टा होला, अरू जाला जस्तो लागेछ। त्यो स्योर छैन। फेरि सुँगुर जस्तो मोटाएर सुत्नुपर्ने अवस्था आउँछ त्यो पनि साथी हो। गाह्रो पो छ त, गाह्रो छ।